Lake, Namaste. गाडी कुदाउँदा साइडमा एकछिन बसेर चाहिँ है तपाईहरुसँग अलिकति जुन चाहिँ मेरो एउटा माइन्डमा एउटा सोचाइ आयो। हाम्रो बुद्धिज्ममा चाहिँ धेरै इम्पोर्टेन्ट चाहिँ के छ भन्दाखेरि ले झुन्डे भन्छ। ले झुन्डे भन्दा के भन्दाखेरि कर्म भन्छ नि। कर्मिक चाहिँ के हो भन्दाखेरि बुद्धले भन्नु भनेको छ ले झुन्डे चाहिँ राम्रोसँगले फलो अप गर्नु, कर्म चाहिँ राम्रोसँग फलो अप गर्नु भनेको छ नि त है। मैले राम्रो गर्यो भने त्यसको फल राम्रो पाउने है, नराम्रो गर्यो भने त्यसको फल नराम्रो पाउने, त्यो चाहिँ साँच्चै नै हो भनेको छ नि त है। त्यहीबाट चाहिँ हामी भाग्ने जग्गा पनि छैन, के गर्ने जग्गा पनि छैन भनेको छ नि त हैन। बुद्धले ले झुन्डेबाट तपाईँ भाग्नु सक्दैन। जस्तै इक्जाम्पल राख्यो भने तपाईले यो संसारमा नराम्रो काम गर्यो भने पनि तपाईकोमा पैसा छ, तपाईकोमा धन सम्पत्ति छ भने चाहिँ तपाईले संसारको यो जुन चाहिँ एउटा कानुन छ त्यहाँबाट धेरै कुराबाट तपाई बाँच्न सक्नुहुन्छ हैन। त्यो तपाईले अब यो संसारमा गर्न सक्नुहुन्छ। तर जुन चाहिँ हामीले एउटा नराम्रो काम गरेको छ भने चाहिँ हाम्रो ले भन्छ नि त है, कर्मिक भन्छ नि, कर्म, त्यसले चाहिँ तपाईले पैसा दिए पनि जे गरे पनि त्यहाँ के भन्छ वहाँबाट तपाई छोड्नु त सक्दैन, छुटिनु सक्दैन है। त्यही कारणले तपाईहरु सबैजना है राम्रो काम गर्नु होला, राम्रो सोच्नु होला हैन। आफूलाई त ढाट्नु सक्दैन नि त। तपाईले अर्कालाई ढाट्यो भने पनि आफूलाई ढाट्नु सक्दैन। अन्त हाम्रो एउटा बुद्धिज्म भइसकेपछि चाहिँ हाम्रो ले कर्मिक चाहिँ राम्रो फलो अप गर्नुपर्छ। जसले कर्मलाई एउटा विश्वास गर्छ, ट्रस्ट गर्छ, त्यो चाहिँ बुद्धिज्म हो भन्ने छ नि है। त्यही कारण तपाईहरु सबैजना हाम्रो बुद्धिज्म भयो चाहे जो होस्, एउटा कर्म राम्रो हुनुको लागि चाहिँ राम्रोसँग सोचेर राम्रोसँग फलो अप गर्नुहोस् होला है। सो दिस द लेक।